प्लिज यो पछाडि प्रोग्राममा भएका सम्पूर्ण कमरेडहरू थोरै अगाडि सर्दिनु होला। नेपालको नक्सा पनि अलिकति अगाडि बढाइदिनु होला है त। यो नेपालको ऐतिहासिक भूमि हो। यहाँले नेपालमाथि इन्डियाली हस्तक्षेपबारे विरोध र्याली भन्ने लेखिएको छ। ग्रेट नेपाल नेसनलिस्ट फ्रन्ट अर्गनाइजर र ग्रेट नेपाल कम्युनिस्ट पार्टी सेन्ट्रल कमिटी भन्ने यहाँ संयुक्त आयोजनामा यो कार्यक्रम भन्ने यो सङ्केत गर्छ। तसर्थ यो यहाँले देखिरहनु भएको छ। प्रशासनले रोक्नेछ, कुनै पनि हालतमा रोक्नेछ। तर एउटा दुःखद भनौँ या परिस्थिति फरक देखिएको थियो। योभन्दा अगाडि इन्डियन दूतावासमा विभिन्न राजनीतिक दलहरू सङ्घ संस्थाहरूले त्यहीँ पुगेर ज्ञापन पत्र बुझाएका थिए, विरोध प्रदर्शन गरेका थिए भनेदेखि सम्पूर्ण राष्ट्रघाती एमसीसी एसपीपी लगायतका सम्पूर्ण राष्ट्रघाती सन्धि सम्झौताहरूलाई हामी खारेज गर्नुपर्छ भन्ने सवालमा हामीले आज यो अथवा इन्डियाले हाम्रो देशमाथि गरेको जुन ज्यादतीको सवालमा हामीले जसरी आज यो कोर्ट सभा गर्दैछौँ। अब यसमा हामीसँगै छौँ यो राष्ट्रवादी ग्रेटर नेपाल राष्ट्रियवादी मोर्चासँगै हामी ग्रेटर नेपाल कम्युनिस्ट पार्टी पनि यहाँ जोडेर आएका छौँ। यसमा अब हाम्रो पार्टीले उठाएका सम्पूर्ण आम देशवासी गरिब उत्पीडित श्रमजीवी वर्गहरूको अर्थात् हामी सुरक्षाकर्मीहरूको जीवन सुरक्षा कसरी हुन सक्छ र सम्पूर्ण सुरक्षाकर्मीहरू र मिडियाकर्मीहरू लगायत विभिन्न देशको विभिन्न ठाउँमा रहेका आम उत्पीडित श्रमजीवी वर्गलाई हामी कसरी उहाँहरूको हकहितको सवालमा हामी अगाडि बढाउन सकिन्छ भन्ने सवालमा र यस हाम्रो विशाल ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड विवेकलाई पार्टीको सम्पूर्ण एजेन्डा तथा नीतिहरू छोटकरीमा यहाँ राखिदिनको निम्ति म अगाडि बोलाउन चाहन्छु। धन्यवाद। टाढा भए हाम्रा सारा समस्याहरू हामीले भोगिरहेका चुनौतीहरूको बारेमा उहाँले सम्बोधन गर्नुभयो र म यहाँ कार्यक्रम समापन गर्नुभन्दा अगाडि समापन भएको छैन, समापन हुनको निम्ति केही समय माग्दैछ। हामीले इन्डियाले गरेको ज्यादतीका विरुद्धमा एउटा ज्ञापन पत्र जारी गरेका छौँ। त्यो ज्ञापन पत्र बुझाउने हाम्रो लक्ष्य छ। तर एक प्रहरी अधिकृतले मलाई के भन्नुभयो भने तपाईँहरूलाई पुग्ने ठाउँ यहाँ दिएका छौँ, यहाँसम्म मात्रै हो, तपाईँहरूले ज्ञापन पत्र बुझाउन इन्डियन एम्बेसीको गेटमा जान पाउनुहुन्न, यो उहाँको भनाइ थियो। अब हामी यो ज्ञापन पत्र बुझाउन त्यहाँ जाने पाइला सुरु गर्छौँ। धन्यवाद। हामी यो ज्ञापन पत्र बुझाएरै छाड्छौँ। प्रहरी साथीहरूले हामीलाई 3-4 जना जानुहोस्, पत्रकारहरू 2-4 जना जानुहोस् भन्नुहुन्छ भने ठिक छ, होइन भने हामी यो कुरा हामीलाई मान्ने छैन। होइन, कसै बुझ्दैन। आजसम्म अहिलेसम्मको इतिहासमा त्यहाँ हामी के इमेलबाट पठाइदिनु, हामी लाठी लिएर जान्छौँ। तपाईँले हामीलाई साथ दिएर त्यहाँसम्म पुर्याउनु सकिँदैन। उहाँले चाहिँ बुझ्दैन, बुझाउँदैन। इमेलबाट सबैको प्रोजेक्ट इमेलबाट गरेर हामीलाई मात्र रोकेको हो कि अरूलाई रोकेको छैन। धेरैपल्ट भइसक्यो। शान्ति समाजको अस्तित्व थियो त्योभन्दा अगाडि लोकतान्त्रिक देशमा हरेक देशमा विरोध प्रदर्शन गर्ने जनाधिकार हो र विरोधका विभिन्न आयाम स्वरूपहरू हुन्छन्। त्यसै अन्तर्गत तपाईँहरूले यो मेमोरेन्डम बुझाउँदै हुनुहुन्थ्यो, यो यहाँहरूलाई बुझाउन समेत दिएन, के भन्नुहुन्छ भन्नु? म एउटा घटना सुनाउँछु। प्रायोजित रूपमा पाकिस्तानको विरुद्धका ब्यानरहरूको खडा गरेर हाम्रोमा इन्डियन विरुद्धका कुनै हामीले बनाएका छैनौँ। हामीले आफ्नो अस्मिताको बारेमा कुरा गरेका छौँ।
तर त्यहाँ जान दियो नि उहाँले पनि दुई तिन पटक उहाँले दिनुभयो तिनवटा एन्सर त त्यो इमेलको विषय उहाँले एकजना बाहिर आउनुहुन्छ एकजनाले दिइदिनुहुन्छ अहिले सबै पनि इमेलबाट पठाउनुहुन्छ हामीले सम्बन्धितलाई रोक्छौँ इमेलबाट पठाउँछ हिजो अस्ति पनि ह्युमन राइटवालाले यहाँ पनि गर्नुभएको थियो त्यहाँ पनि गर्नुभयो सबै इमेलबाट पठाउँछ सुदीप पहाड कृष्ण पहाड उहाँको एउटा मानव विकास इमेलबाट गर्नुभयो सबैले इमेलबाटै गरे यहाँको कुरालाई विश्वास गरेर हामी हस् ल ल ल इमेलबाट गर्नु